ओके गुड इभिनिङ। कसलाई चाहिँ बुझेन भनिहाल है, मैले भनिहालेँ, म बिस्तारै जान्छु नि, टेन्सन किन लिन्छौ। ल अब एक दिन चाहिँ मैले तिमीहरू कतिको पेज छ भने एकै दिन फास्ट लगेको, मैले अब यदि स्लो लग्छ भने बिस्तारै लग्छु नि, टेन्सन नलिउ न। ल हुन्छ सर, बिस्तारै लग्छु ल, तपाईँलाई गाह्रो भयो भने। सर फेरि बेसिक क्वेशन गर्नु न। हजुरको रेसियो एकदम सही छ सर। ओके ल ठिकै छ। अब हामी पढिरहेको थियौँ हेर, अब हल्का गाह्रो त फिल हुन्छ किनभने भर्खरै 12 मा आज 11 को बेस कमजोर भयो भने त गाह्रो नै हुन्छ हेर, मेन कुरा हो। 11 मा कसरी पास भयो थाहै भएन। अनि त्यही भएर 11 को भयो भने म सकेसम्म कोसिस गर्छु कि तपाईँहरूको चाहिँ सजिलो होस्, म बिस्तारै जान्छु। ल ठिक छ, धेरै उ भयो भने गाह्रो हुने स्टुडेन्टहरूलाई पनि सजिलो यो वाला चाहिँ बुझ्दैन के सर, यो वाला हो, यो वाला। ओके हिजोकोबाट अलि सरसरी भनिदिनु न। बेसिक कन्सेप्ट यो टाइप्स अफ न्यूक्लियोफिलिक सब्स्टिट्युसनबाट जान्छु। ल सुन, ल सुन, हल्का यो गाह्रो नै हो कि यो SN1 र SN2, यो खासै टिचरहरूले पढाउँदैन तर म पढाइरहेको हो यहाँ, इन्ट्रान्सको लागि चाहिन्छ, त्यही भएर। हाम्रो कोर्स अगाडि बढिसक्यो, मैले कलेजमा पढेकै थिएन के खासमा। ओके ल, अब मेरो कुरा सुनौँ ल, अब सबै चुप्प लाग्यो अनि बुझिन्छ। ल सुन है, ल सुन, मैले के भने तिमीलाई अल्काइल हैलाइडको क्यारेक्टरिस्टिक रिएक्सन के हो रे? न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन। यसको मिनिङ के हो भने न्यूक्लियो पहिलो अट्याक कसले गर्छ? पहिलो अट्याक न्यूक्लियोफाइलले। न्यूक्लियोफाइल भनेको कस्ता हुन्? नेगेटिभली चार्ज जो धनी छ कि खासमा लोन पेयरहरू छ भने पनि त्यो के बन्न सक्छ? न्यूक्लियोफाइल। अब यो न्यूक्लियोफाइल 11 मा पढ्नु भयो, धेरै कन्डिसन हो। जस्तै कसैले सोध्यो वाटर के हो, न्यूक्लियोफाइल हो कि इलेक्ट्रोफाइल हो? वाटरमा अक्सिजनमा लोन पेयर हुन्छ कि हुँदैन? केमिकल बन्डिङमा पढायो हो कि खासमा? यसरी पढायो हो कि? हल्का बिस्तारै जान्छु है। यो के हो, कसको स्ट्रक्चर हो भन? यो पानी, तपाईँको जुन पानी छ यो पानीको स्ट्रक्चर यो हो। अनि यो वाटरमा तिम्रो कतिवटा हेर त, 2 2 4 वटा बन्ड त भइसक्यो, इलेक्ट्रोन त भइसक्यो, 4 2 6 6 2 कति हुन्छ? 8 हो। ल भनेको कतिवटा लोन पेयर छ? 2टा लोन पेयर भयो। यसलाई भन्छ बन्ड पेयर। जसले बन्ड बनाउँछ त्यसलाई के भन्छ? बन्ड पेयर। अनि जुन चाहिँ बन्ड बनाउँदैन त्यसलाई भन्छ लोन पेयर। अनि त्यही भएर यो लोन पेयर भयो भने यो केमा के भन्छ? यसलाई न्यूक्लियोफाइल नै भन्छ के? लोन पेयर भनेको यो इलेक्ट्रोन दिन सक्छ कि सक्दैन? अरूलाई दिन सक्छ नि त। न्यूक्लियोफाइल भनेको त्यस्तो स्पिसिस हो जसले अरूलाई के दिन सक्छ? इलेक्ट्रोन डोनेट गर्न सक्छ। डोनेट गर्न सक्छ। गरिबले इलेक्ट्रोन दिन्छ कि धनीले? मानम पैसा कसैलाई दिनु छ, धनीले गरिबलाई देला नि त, गरिबले धनीलाई त दिदैन हैन। त्यही भएर हल्का न्यूक्लियोफाइल भनेका धनी ग्रुपहरू हुन्छन्। के भन? धनी ग्रुपहरू। त्यही भएर यस्तो वाला न्यूक्लियोफाइल भयो। कसैले सोध्यो जस्तै वाटरमा H2O मा H प्लस र OH माइनस छ भने न्यूक्लियोफाइल कुन हुन्छ? धनी वाला। प्लस वाला त गरिब हो। त्यही भएर यो के भयो? यो न्यूक्लियोफाइल भयो के हैन? हो त त्यस्तो हिसाबले हेर, त्यो अट्याक गर्ने बेला कसले अट्याक गर्ने भयो त? H+ वालाले कि OH माइनस यस्तो खालको माइनस वालाले? त माइनस वालाको अट्याक त यसको अट्याक पहिलो भएको हुनाले भनिन्छ न्यूक्लियोफिलिक। पहिलो अट्याक कसको हुन्छ? न्यूक्लियोफाइल। र त्यही भएर मैले के भनेको थिएँ कि माथि पनि लेखाएको थिएँ होला, क्यारेक्टरिस्टिक रिएक्सन अफ अल्काइल हैलाइड के पढाएको हो? क्यारेक्टरिस्टिक रिएक्सन अफ अल्काइल हैलाइड न्यूक्लियोफिलिक के पढायो? सब्स्टिट्युसन रिएक्सन पढायो है। जस्तै तिमीहरूले अहिले भर्खरै मैले कुरा जस्तै अघि नै पनि पढाए, मानम R रिएक्स भनेको के हो भन? नलेख ल, बुझ मात्र। अल्काइल हैलाइड छ। अनि यसमा के ट्रिट गर्यो भने मानम एक्वस NaOH के भन? एक्वस NaOH। ल मलाई भन त, यदि यो अल्काइल हैलाइड भनेको भनेको अट्याक कसले गरिरहेको छ? न्यूक्लियोफाइलले नि, न्यूक्लियोफाइलले नि भनेको के? Na+ यो भयो, OH माइनस भनेको न्यूक्लियोफाइल भयो, यसले पहिलो अट्याक गर्ने भयो। त्यही भएर नाम के भएको? न्यूक्लियोफिलिक। अनि यो X लाई हटाएर के आउँछ यहाँ? सब्स्टिट्युट गर्छ OH ले। X निस्किन्छ, को जान्छ त्यसको ठाउँमा? OH। त्यही भएर के नाम भएको पुरा रिएक्सन? न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन। त्यही भएर तपाईको MCQ को सबभन्दा फेमस क्वेशन हो, क्यारेक्टरिस्टिक रिएक्सन अफ अल्काइल हैलाइड के हो भने के भन्ने? न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन। अनि यो न्यूक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन कति किसिमको हुन्छ भने मैले टाइप्समा 2 किसिमको, त्यो भनेको एउटा SN1 रिएक्सन भन्छ, अर्कोलाई कुन रिएक्सन भन्छ? SN2 रिएक्सन। त्यही म अब SN1 र SN2 मा जान्छु। ल सुन है त, अब सुन, म सुरुबाट जान्छु। SN1 रिएक्सन। ल सुन यहाँ सुन है, एक्जाममा व्हाट इज SN1 रिएक्सन आउँदैन के? सुन के आउँछ क्वेशन म भन्छु। SN1 को मिनिङ हुन्छ, यो S भनेको के हो? यहाँ पनि सब्स्टिट्युसन हो। N भनेको के हो? न्यूक्लियोफिलिक। 1 भनेको कुन हो? 1 भनेको फर्स्ट अर्डर भन्दा पनि भयो, युनिमोलिकुलर भन्दा नि भयो, अर्डरको हिसाबले चाहिँ कुरा गर्ने भएको हुनाले 1 भनेको केमा बढी कुरा गर्छ? अर्डरमा। त्यही भएर न्यूक्लियोफिलिक सब्स्टिट्युसन जुन रिएक्सन छ दैट इज SN1 रिएक्सन इज अ कुन अर्डर रिएक्सन भनेर के भन्ने? फर्स्ट अर्डर रिएक्सन। पहिलो क्वेशन भयो। किन मैले हिजो पनि भनेको थिएँ, यहाँ सुन त, एउटा एक्जाम्पल दिएको थिएँ, यहाँ सुन है। जस्तै यो के हो भन? अल्काइल हैलाइड हो। यसलाई मानम कसँग रिएक्सन गरे? दिस इज अ अल्काइल हैलाइड। यदि यो फर्स्ट अल्काइल हैलाइड हो यो है, यहाँ ध्यान दियो। अब मानम यो फर्स्ट अर्डर रिएक्सन हो भने रेट अफ रिएक्सन केमा डिपेन्ड? कतिवटा कन्सन्ट्रेसन टर्ममा डिपेन्ड हुने भयो? रेट अफ रिएक्सन 1 कि 2? एउटामा मात्र हुने भयो नि, फर्स्ट भने चाहिँ। त्यही भएर मैले के भनेको थिएँ भन्दा, यदि कुनै रिएक्सनको रेट अफ रिएक्सन इज डाइरेक्टली प्रोपोर्सनल टु, मैले के लेखेको थिएँ? RX भनेको रेट अफ रिएक्सन केमा मात्र डिपेन्ड भएको छ? अल्काइल हैलाइडमा। युज गर्ने बेला त हामी के पनि गर्ने? युज गर्ने बेला के पनि युज गर्छौँ? एक्वस NaOH पनि त युज गर्छौँ नि त रिएक्सन गर्दा। ल भन त, यो केसमा तिमीले के बनाएको खासमा? ROH+ के बनाओ? OH ले यहाँ अट्याक X लाई हटाएर NaX बनायो हैन। अब मलाई भन, सुन है, अब सुन, अब मैले चाहिँ के गरे भने यो रेट अफ रिएक्सन केमा डिपेन्ड भएको देखाइरहेको छु म? RX। मैले एक्वस NaOH मा देखाएको छु कतै कन्सन्ट्रेसन यसरी?
छैन। यसको मिनिङ कतिवटा कन्सन्ट्रेसनमा डिपेन्ड भइरहेछ रेट अफ रिएक्सन। एउटामा मात्र एउटामा त्यही भएर SN1 रिएक्सनलाई कुन अर्डर रिएक्सन भनेको? फर्स्ट फर्स्ट अर्डर अर्डर रिएक्सन। त्यही भएर आजबाट एउटा कुरा याद गर, रेट अफ रिएक्सन इज ओन्ली डिपेन्डेन्ट अपन कन्सन्ट्रेसन अफ ओन्ली के? अल्काइल हैलाइड। मैले के लेखेँ? इन SN1 रिएक्सन रेट अफ रिएक्सन इज ओन्ली डिपेन्डेन्ट अन केमा? रेट अफ रिएक्सन इज ओन्ली डिपेन्डेन्ट अन कन्सन्ट्रेसन भनिन्छ कि त्यसलाई। यो बिग ब्र्याकेट भनेको के हो भन? बिग ब्र्याकेट भनेको कन्सन्ट्रेसन हो है। ओन्ली डिपेन्डेन्ट अपन कन्सन्ट्रेसन अफ के भन? कन्सन्ट्रेसन अफ अल्काइल हैलाइडमा। यसको मिनिङ केमा डिपेन्ड गर्ने भएन? न्यूक्लियोफाइलमा के? अल्काइल हैलाइड बट के भन त? बट डज नट डिपेन्ड अपन केमा? बट डज नट डिपेन्ड अपन कुन न्यूक्लियोफाइल युज गरेको छ? SN1 रिएक्सन केमा डिपेन्ड हुने भएन? केमा मात्र डिपेन्ड हुने भयो? वान डिड नट डिपेन्ड अपन न्यूक्लियोफाइल अल्काइल हैलाइड है। त्यही भएर तपाईहरु के गर्नुहुन्छ? मिन्स रेट अफ रिएक्सन अल्काइल हैलाइडमा मात्र डिपेन्ड हुन्छ भन्नुको मिनिङ हामीसँग कतिवटा किसिमको अल्काइल हैलाइड हुन्छ? RX हरु 3 किसिमको। एउटा फर्स्ट डिग्री अल्काइल हैलाइड, सेकेन्ड डिग्री र थर्ड डिग्री, 2 डिग्री अर्को सेकेन्ड डिग्री अल्काइल हैलाइड र अर्को सर हजुर एकचोटी सब माइक बन्द गर्नु न, यो भिडियो पनि रिकर्डिङ पनि हुन्छ, त्यहाँ पनि डिस्टर्ब हुन्छ के? बरु चाहिने ठाउँमा गएर सोध्नु होला। ए ल तिमीहरु यस्तो हुन्छ फेरि बुझेन भन्छ कि त्यही समस्या आको के अस्तिबाट तिमीहरु। हल्ला चाहिँ नगर न प्लिज, सबैले चुप्प लाग्नु पर्छ न, सबैलाई सुन्न देऊ न है। अहिलेबाट म मात्र बोल्छु ल, अरु कोही नबोल ल। म बोल्यो भनेपछि मात्र बोल्नु ल, नबुझ्यो भने मात्र सोध्नु होला है। ल सुन, कोही पनि नबोल ल, अरुलाई पनि डिस्टर्ब नगर्देऊ। आउँछ भने ठीक छ, नआए पनि सुन्ने ल। अब यस्तो हुन्छ सबै कुरा आजसम्म मैले जे कुराहरु छ अहिलेसम्म माइक म्युट गरेर पढाउँदैन के, किनभने यो भन्दा पहिलो ब्याचकोले कति बेला पनि हल्ला भएको छैन के, हैन कहिले पनि है। र ओके बुझ्ने बिस्तारै गयो भने बुझिन्छ मजाले। अब कसले चाहिँ बुझिराख्नु भएको छैन? यति स्पिडमा ठीक छ कि यो भन्दा पनि बिस्तारै भनौँ भन? ठीक छ सर। ल सुन, सो अल्काइल ल सुन है, अब म बोल्छु तपाईहरु एकैचोटी साइलेन्ट मजाले सुन्नुस्, नबोलेको ठाउँमा मात्र ट्याट्याक्क भन्नु होला, बुझ्यो है। ल सुन, सो हामीसँग अल्काइल हैलाइड 3 किसिमको हुन्छ। एउटा फर्स्ट डिग्री अल्काइल हैलाइड, अर्को हुन्छ सेकेन्ड डिग्री अल्काइल हैलाइड, अर्को हुन्छ हामीसँग थर्ड डिग्री अल्काइल हैलाइड है। सुन मात्र है, नबोल है। माइक पनि अफ गर ल जसको खुला छ। थर्ड डिग्री अल्काइल हैलाइड, त्यो अर्कोको माइक कसको माइक खुला छ अफ गर्नु होला है। ल सुन, अब यहाँ ध्यान दिऊ, यसको मिनिङ जुन यो रेट अफ रिएक्सन छ यो केमा डिपेन्ड हुन्छ त? यो तीनवटा डिग्री अल्काइल हैलाइडमा, कि त फर्स्ट डिग्री अल्काइल हैलाइडमा, सेकेन्ड डिग्री र थर्ड डिग्री। अब यहाँ हेर है, ध्यान दिऊ के देखिएको छ भन्दा एक्जाममा सोध्ने क्वेशन है, कुन डिग्री अल्काइल हैलाइड SN1 रिएक्सनमा सुन है, SN1 रिएक्सनमा कुन डिग्री अल्काइल हैलाइड चाहिँ सबभन्दा बढी रिएक्टिभ हुन्छ भनेर सोध्छ के? एक क्वेशन तपाईको सुरुको क्वेशन भनेको कुन खतरनाक तरिकाले रिएक्सन गर्छ। यहाँ सुन त, अर्डर अफ यो सोध्छ तपाईलाई कि यो जब रिएक्सनमा एक्सपेरिमेन्ट गरिएर हेरियो अर्डर अफ रिएक्टिभिटी, कसको रिएक्टिभिटी भन त? कसको रिएक्टिभिटी? अर्डर अफ रिएक्टिभिटी अफ अल्काइल हैलाइड, केबाट? अल्काइल हैलाइड कुन रिएक्सन प्रति? टुवर्ड्स SN1 रिएक्सन भनेर तपाईलाई SN1 रिएक्सन इज भनेर MCQ सोध्छ के यहाँबाट क्वेशन चाहिँ सोधेको छैन। स्पेशली MCQ हरु धेरै सोध्छ, क्वेशन सोध्यो भने कस्तो सोध्छ त्यो पनि म एकचोटी अलि पछि कुरा गर्दिन्छु। तर यहाँबाट सबभन्दा बढी सोधेको के छ भन त? सबभन्दा बढी सोधेको MCQ छ। के छ? MCQ। ल म यहाँ अप्सन लेख्छु ल, एकैचोटी वेट गर। फर्स्ट डिग्री, सेकेन्ड डिग्री, नबोलिकन लेख्नुस् त है सबैले। थर्ड डिग्री, अप्सन बी सेकेन्ड डिग्री, फर्स्ट डिग्री, थर्ड डिग्री। यो अल्काइल हैलाइड मैले फर्स्ट डिग्री, सेकेन्ड डिग्री, थर्ड डिग्री अझ भनिदिन्छु अहिले है, टेन्सन नलियो। अस्ति पढाइसकेको छ तै पनि म अझ भनिदिन्छु, त्यो टेन्सन भएन। हल्का चाहिँ हल्ला नगरिकन एकदम साइलेन्ट मुडमा चाहिँ लेख्नुस्। त्यसपछि चाहिँ सबै कुराहरु म सँगसँगै गर्दै जान्छु, टेन्सन नलिँदैकन लेख्दै गर, तपाईहरु लेख्दै गर्नुस् है त। कसैले चाहिँ एकदम हल्ला चाहिँ गर्नु नहोला, अरु चाहिँ पुगिहाल्छ, अरु केही चाहिदैन मलाई। ल ओके, अनि यहाँ हेर्नुस्, एनी अफ द फलोइङ कन्डिसन, एनी अफ अबभ कन्डिसन can be reactive. Option D फर्स्ट डिग्री। ल सुन है, नबोल ल, एकैचोटी हल्ला नगरिकन एकदम साइलेन्टली ल, हल्ला चाहिँ पटक्कै नगर्नुस् है, पटक्कै नगर्नुस्। ल ओके, अब यो आवाज यो कसको चाहिँ माइक है प्लिज, अहिले फेरि भनिरहेको छु म आवाज ननिकाल भनेर, अनि हल्ला गरे भने मजा आउँदैन है। ल यहाँ हेर, म एउटा सानो कुरा तपाईलाई भन्छु है, यहाँ सुन त, मलाई भन्दियो है यो कुन डिग्री अल्काइल हैलाइड है, म भनिदिन्छु, एकैचोटी वेट गर त। यो हेर त, CX मानव मैले यो अल्काइल हैलाइडको यो खालको चाहिँ लेख्न खोजिरहेको छु है। सबैले यहाँ देखि हेरिरहेको छ हैन? ल ल यहाँ ध्यान दियो है, सबैले ध्यान दियो है, देखिरहेको छ सबैले, यहाँ लेखिरहेको हो। ल R मैले यहाँ पनि अर्को R लेखेँ। ल यहाँ R1, यो R2, यो R3। ल भन यो फर्स्ट डिग्री अल्काइल हैलाइड हो कि सेकेन्ड डिग्री अल्काइल हैलाइड हो कि थर्ड डिग्री अल्काइल? थर्ड डिग्री है। ल सुन नबोल ल, एकैचोटी वेट गर, त्यसपछि चाहिँ बाँकी कुराहरु बोल्नु होला। थर्ड डिग्री यहाँ सुन है। अब मलाई एउटा कुरा भन है, थर्ड डिग्री अल्काइल हैलाइड हो, एकैचोटी वेट गर है, अल्काइल हैलाइड हो। यहाँ सुन, अब मैले यो रिएक्सन जुन अल्काइल हैलाइड छ यसलाई मैले मानम, यहाँ सुन है, के हुन्छ भन्दा यो कार्बन र X मा को बढी इलेक्ट्रोनेगेटिभ हुन्छ? यो त हेलोजन हो नि त, X भने हेलोजन भनेको त नेगेटिभली चार्ज हो, नेगेटिभली चार्ज हो भने यो पहिलो केसमा के हुन्छ त, यो X निस्किन्छ हेर, यो X निस्क्यो। अब भन यो X निस्क्यो भने यो कार्बनमा कुन चार्ज आउला? प्लस चार्ज, किन यो त बढी इलेक्ट्रोनेगेटिभ हो नि त, यसले इलेक्ट्रोन तान्ने भयो, यो बन्डमा भएका इलेक्ट्रोनहरुलाई के गर्छ? तान्छ। यो तान्यो भने यसमा कुन चार्ज आउँछ? नेगेटिभ वाला चार्ज, यसमा पोजिटिभ वाला चार्ज। भनेको यो कुन स्पिसिस भयो? कार्बनमा प्लस वाला चार्ज भने यसलाई के भन्छ? कार्बोक्याटायन।
त यो सबभन्दा पहिलो क्वेशन तपाईहरुको कुरा बुझ्नुपर्छ है। म कुन रियाक्सनको कुरा गरिरहेको छु यहाँ? सर एकचोटि रिपिट गराइदिनु, मेरो बत्ती गएको थियो। रिपिट गर्ने? यस सर। ल अर्को फेरि कसैको अर्को चाहिँ के छ? अर्को त गएको छैन नि? सर मेरो पनि गएको छ। ल फेरि कहाँबाट लाइट गयो भन त? कुन ठाउँबाट पढेन? सर स्टार्ट देखि नै। अब त्यो ल यहाँबाट SN1 बाट ल सुन ध्यान दिऊ। यो रियाक्सन जति पनि SN1 रियाक्सन यो रियाक्सन छ खासमा कसको रियाक्सन पढिरा हामी? अल्काइल हैलाइडको। त्यही भएर मैले यो RX लेखे के हो यो? अल्काइल हैलाइड। अनि यो अल्काइल हैलाइडलाई न्यूक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन भने कससँग ट्रिटमेन्ट गरेर देखाएको छु मैले? एक्वस के बन्यो यहाँबाट? यहाँबाट तिमी के भन्छौ कि एक्स निस्क्यो कोही गयो भन्छौ? OH गयो भन्छौ। भनेको एक्स निस्केर को जान्छ यसको ठाउँमा? एक्स को ठाउँमा OH। भने यो के बन्यो भन त? ROH बन्यो। अनि Na र X मिलेर के बन्यो? NaX बन्यो है। अब मलाई भन नामै SN1 रियाक्सन छ भने यसको काम के होला? 1 खालकै होला। भनेको 1 भनेको फर्स्ट डिग्री रियाक्सन हो के भन्छ? फर्स्ट डिग्री। फर्स्ट डिग्री भनेको यो दुईटा कन्सन्ट्रेसन मध्ये केमा डिपेन्ड हुन्छ? एउटामा। दुईटा देख्ने बेला कतिवटा छ रियाक्टेन्टहरु यहाँ? दुईटा रियाक्टेन्ट छ। तर जुन रेट अफ रियाक्सन हुन्छ कतिवटा कन्सन्ट्रेसनको टर्ममा डिपेन्ड हुन्छ? त्यो कन्सन्ट्रेसन टर्म कुन हो? अल्काइल हैलाइड। यसको मिनिङ मैले के भने SN1 रियाक्सनमा रेट अफ रियाक्सन इज ओन्ली डिपेन्डेन्ट अपन कन्सन्ट्रेसन अफ कसको? अल्काइल हैलाइड। बट डज नट डिपेन्ड अपन यो न्यूक्लियोफाइलमा यहाँबाट जुन OH माइनस वाला न्यूक्लियोफाइल आउला यसमा डिपेन्ड नहोला है एउटा कुरा। अब मैले के भने न्यूक्लियोफाइलमा डिपेन्ड हुँदैन SN1 रियाक्सन भने अब अल्काइल हैलाइडमा युज हुन्छ भने अल्काइल हैलाइड 3 किसिमको हुन्छ। एउटा फर्स्ट डिग्री अल्काइल हैलाइड हुन्छ, एउटा सेकेन्ड डिग्री अल्काइल हैलाइड हुन्छ, अर्को कुन डिग्री हुन्छ? थर्ड डिग्री अल्काइल हैलाइड हुन्छ। अब कुरा के आयो भने यो तीनवटा थर्ड डिग्री अल्काइल हैलाइडमा क्वेशन के सोधिन्छ भन्दा सबभन्दा बढी रिएक्टिभिटी भन्नाले कसले एकदम फास्ट रियाक्सन गर्छ अल्काइल हैलाइड टुवर्ड्स कुन रियाक्सन? SN1 रियाक्सनतिर। ओ मैले यहाँ अप्सनमा 4 वटा अप्सन राखे र यही आन्सरको अप्सन यो आन्सरलाई बुझाउनको लागि तल मैले के डिग्री अल्काइल हैलाइड बनाएको हो? थर्ड डिग्री। बुझ्यौ यहाँसम्म? ल म यहाँ फेरि यहाँ भन्दै यो खासै टिचरहरूले पढाउँदैन है। मैले चाहिँ कुनै पुरै कोर्ससम्म पढाइदिउँ भनेर यो गाह्रो एकदम गाह्रो कन्सेप्ट हो यो। एकदम गाह्रो बुझ्नलाई। अब एकैचोटी म सकेसम्म कोसिस गरिरहेको छु कि तपाईको सजिलोसँग जाओस्। यहाँ सुन्नुस् है अब ध्यान दिनुस्। यस्तो मैले सुन यति साल भयो हैन पढाएको, अहिलेसम्म कुनै पनि 12 को स्टुडेन्टले यतिसम्म हल्ला गरेको छैन के। जसले पनि गरिरहेछ थाहा छैन, एक दुई जना होला। तर क्यामेरा खोलेर बसिहाल्छ। यस्तो काम गर्यो भने त तिम्रो एनएबीमा केही एनएबी बेकार जान्छ। त्यस्तो स्टुडेन्टको कामै छैन है, पढेर पनि काम छैन है। ल ठिकै छ, म म्युट एकैचोटी बिस्तारै जान्छु। अब यो कुरा हेरिरहेको हुन्छ कि तिमीहरू बोल्यो भने नि। अब म चाहन्छु कि तिमीहरू कोही पनि ज्ञानी मजाले आफ्नो तरिकाले सोध्ने बेला सोध्नुस् भनेर मैले म्युट गर्दैन। अनि तपाईहरु जस्ट मैले म्युट गर्यो भने के हुन्छ भने अरूलाई डिस्टर्ब। त्यही भएर म हल्का म्युट गरेर बिस्तारै जान्छु। अनि बीच-बीचमा खोल्छु ल। बीच-बीचमा धेरै हैन 2-2 मिनेटमा 3-3 मिनेटमा खोल्छु है। ल सुन है। अब यहाँ हेर, यो C भयो, यो X भयो हैन। अनि यो कार्बन कतिवटा अल्काइल ग्रुपसँग टाँसेको छ? 1 2 3। त्यही भएर यसलाई थर्ड डिग्री अल्काइल हैलाइड भन्छ हैन। यतिसम्म त कसैलाई डाउट छैन। अब के हुन्छ सुन, यो SN1 रियाक्सनमा के हुन्छ? सबभन्दा पहिले हेर, यो X इलेक्ट्रोनेगेटिभ हुन्छ, मोर इलेक्ट्रोनेगेटिभ हुन्छ। भनेको मोर इलेक्ट्रोनेगेटिभ भनेको यसले इलेक्ट्रोन तान्ने भयो के यताको बन्डले जुन छ हेर, जो बढी इलेक्ट्रोनेगेटिभ हुन्छ नि त्यसले आफूतिर इलेक्ट्रोन तान्छ। यो तानेपछि यसमा नेगेटिभ चार्ज आउँछ, यसमा पोजिटिभ चार्ज। त्यही भएर ट्याक्कै बीचमा हेर म एउटा स्ट्रक्चर बनाउँछु। यो निस्किने बेला नि यसले इलेक्ट्रोन तान्ने बेला नि यसमा यो कार्बनमा पोजिटिभ वाला चार्ज आउँछ के। यो कार्बनमा के वाला चार्ज आउँछ? पोजिटिभ। किन? यसले इलेक्ट्रोन लगेर गयो, बिचारा यो गरिब भयो। यो कार्बन गरिब हुने बित्तिकै बिचारामा प्लस वाला चार्ज आयो अनि यो प्लस लेखेको। अनि बाँकी हेर त, बाँकी मैले R1 R2 R3 मैले साइडमा लेख्छु ल यहाँबाट R1 R2 R3। ल हेर R1 R2 R3 है। अब यहाँ हेर त, मैले यहाँ अब के गर्छु, यो बन्यो तपाईको, यसलाई भन्छ कार्बोक्याटायन। के भन्छ यसलाई? कार्बनको माथि पोजिटिभ चार्ज भएको हुनाले यसलाई भन्छ कार्बोक्याटायन भन्छ। के भन्छ? सबभन्दा दोस्रो क्वेशन तपाईमा सोध्ने भनेको SN1 रियाक्सनमा इन्टरमिडिएट के भन्छ कि SN1 रियाक्सनमा इन्टरमिडिएट भनेको बीचमा के बन्दो रहेछ हेर त। सबैले देखिरहेछ नि आँखाले, कार्बोक्याटायन बनिरहेछ। यो पनि एमसीक्यू वाला क्वेशन हो। SN1 रियाक्सनमा देखिरहेछ नि आँखाले, कार्बोक्याटायन बनिरहेछ। यो पनि एमसीक्यू वाला क्वेशन हो। SN1 रियाक्सनमा इन्टरमिडिएटमा के भन्छ इन्टरमिडिएटमा कार्बोक्याटायन भन्छ। कार्बनको माथि पोजिटिभ चार्ज भयो भने त्यस्तो स्पिसिसलाई कार्बोक्याटायन भन्छ। ल है, अब मात्र हेर न, अब मात्र जुन न्यूक्लियोफाइल छ नि यसले अट्याक गर्छ के। अब यहाँ हेर त, अट्याक गर्ने बेला पनि अब ध्यान दियो है, सो ध्यान दियो सबैले। ल ओके, अट्याक जुन गर्छ नि यहाँ सुन है। यस, अब अट्याक गर्ने बेला जुन हुन्छ नि, अट्याक गर्ने बेला यो हेर, यो प्लस वाला चार्ज छ, यहाँबाट Na प्लस र OH माइनसले हो नि त अट्याक गर्ने त।
यहाँ हेर है यो प्लसवाला यो माइनसवाला छ होइन अब हेर त एउटा कुरा के बुझ भन्दा एट्याक जुन गर्दा नि खासै के हुन्छ भन्दा यो एक्स हुन्छ नि त यहाँ एक्स हुन्छ नि यो खासमा प्लस त यहाँ एक्स नेगेटिभ वाला हो नि त यो वाला नेगेटिभ त यसले हेर यो पनि नेगेटिभ चार्ज हुन्छ यो पनि नेगेटिभ चार्ज हुन्छ त्यही भएर यो OH माइनसले चाहिँ यसरी पछाडिबाट गएर यो कार्बनमा अट्याक हान्छ के है त यो कार्बनमा के भयो SN1 रिएक्सनमा के हुन्छ भन्दा जुन न्युक्लियोफाइल छ फ्रन्ट साइडबाट डिफिकल्ट हुन्छ के सिधै यो OH माइनसले सिधै यो सिधा यहाँबाट अट्याक गर्दैन के किनभने यहाँ त यहाँबाट पनि नेगेटिभ चार्ज छ एक्स माइनस पनि नेगेटिभ चार्ज हो भनेको दुईटै नेगेटिभ हो रिपेल गरिदिन्छ कि यो टाढा जान्छ किनभने तपाईँले पढ्नु भएको छ नि त यदि चार्जहरू एक किसिमका छन् माइनस माइनस वाला छ या प्लस प्लस वाला छ भने रिपेल हुन्छ भने हो नि त मिन्स तान्दैन के त्यही भएर अट्याक कहाँबाट हुन्छ ब्याक साइडबाट अट्याक हुन्छ र फ्रन्ट साइडबाट ब्याक साइडबाट त्यही भएर हेर SN1 रिएक्सनमा यहाँ सुन है SN1 रिएक्सनमा र एउटा कुरा के याद गरौ भने धेरैको दिमागमा के चलिरहेको हुन्छ भने एक्स माइनस धेरैको कुरा यहाँ हेर है धेरैको दिमागमा यो यदि एक्स माइनस नभयो भने के होला है यो एक्स माइनस त मैले लेखेको देखाएँ मानौँ यो एक्स माइनस छैन यस्तो मात्र छ भने के होला माइक खोलिदिँदा बेटर होला है मैले एक्स माइनस देखाएँ भने मैले त एक्स माइनस त निस्क्यो भने नि त मैले यहाँ एक्स त निस्क्यो भने नभने है म एकचोटि माइक खोल्छु फेरि बुझेन भन्छ एकैचोटि माइक खोले है एकचोटि माइक खोल्छु तिमीहरू हल्ला नगर है हल्ला गऱ्यो भने चाहिँ म एकचोटि माइक खोले यहाँ सुन त एक्स माइनस थियो भने कहाँबाट मानौँ यहाँ एक्स माइनस थियो भने आउनेवाला OH माइनसले सिधा अट्याक गर्न पाउँछ त एक्स माइनस भयो भने पाउँदैन सर किन यो नेगेटिभ भयो रिपेल भइहाल्छ टाढा जान्छ त्यही भएर अहिले चाहिँ मानौँ कार्बोकेटाइन बनेको छ के बनेको छ भन कार्बोकेटाइन बनेको छ भने मानौँ यो निस्किसक्यो भने यो निस्केर कार्बोकेटाइन भने अब डाइरेक्टली अट्याक गर्न पाउला कि नपाउला यो केसमा यदि एक्स छैन भने अहिले त कोही पनि छैन नि त माइनस वाला यदि नभएको केसमा यो त निस्क्यो हो नि त अब चाहिँ के हुन्छ कहाँबाट अट्याक हुन्छ भन फ्रन्ट कि ब्याकवार्डबाट ब्याकवर्ड सर यहाँ एक्स छ र अहिले मैले त एक्स अघि नै देखाएको कि भयो भने के हुन्छ अहिले किन किन के इन्टरमिडिएटमा के बनिसक्यो बोल न इन्टरमिडिएटमा कार्बोकेटाइन बीचमा बनिसक्यो भने OH माइनसको अट्याक फ्रन्टबाट हुन्छ कि ब्याकबाट हुन्छ अट्याक हुन्छ फ्रन्टबाट यहीँबाट होइन यसरी जाँदैन अब किन यहाँ प्लस त यही छ नि त होइन प्लस यो वरिपरि त तीनवटा यस्तो बल्की ग्रुपहरू बसिरहेछ अट्याक गर्न देला र पछाडिबाट आर भने त खतरनाक छ यसरी देखायो भने अझ तिमीहरू डरिहाल्छौ यसरी त यहाँ तीनटा सुरवीरहरू बसिरहेछ त यसले अट्याक गर्न देला यहाँबाट दिँदैन बल्की ग्रुपहरू छ नि त अट्याक कहाँबाट हुन्छ सिधै अगाडिबाट अट्याक हुन्छ अगाडिबाट अट्याक भयो भने ल भन त यदि अट्याक अगाडिबाट भयो भने के भन्ला CR1 यो R2 यो R3 र यो के होला C मा को जाला र कुन डिग्री अल्कोहल बन्यो भन त दिस इज 3 डिग्री र जुन के सुन के देखिएको छ भने SN1 रिएक्सनमा सबभन्दा हाइली रिएक्टिभ कुन डिग्री अल्कोहल हुन्छ भनेर क्वेशन सोध्छ जुन 4 डिग्री अल्कोहल हुन्छ नि 3 डिग्री अल्कोहल चाहिँ मोर यो रिएक्सन जुन छ नि 3 डिग्रीले धेरै देखाउँछ भन्छ के यदि मैले मानौँ यो CH3 के लिए भने भन त CH3Cl यो कुन डिग्री अल्काइल हाइड्राइड हो यो फर्स्ट 1 डिग्री अल्काइल हाइड्राइड हो नबोलिकन है एकदम साइलेन्ट बरु खोलेरै माइक खोलेर भने बुझेन भने भन्न पाइयो के त्यही भएर एकदम जति बेला चाहिन्छ त्यो बेला भन्नुस् अनि नभएको बेला म बोलेको बेला सोधेको बेला भन्नुस् अदरवाइज चाहिँ मैले भने जस्तो अब हेर CH3Cl छ यदि मानौँ यो एउटा मात्र छ फर्स्ट डिग्री अल्काइल हाइड्राइड हो मानौँ यसमा कार्बोकेटाइन बने पनि हेर एकदम न्यून मात्रामा चाहिँ हेर यो जुन CH3 छ मानौँ यहाँबाट Cl निस्किहाल्यो भने पनि कार्बोकेटाइन एकदम कम बन्छ भनेको लेस रिएक्टिभ भएको कि हाई रिएक्टिभ लगभग धेरै कम रिएक्टिभ हुन्छ के यो जुन बन्नेवाला कार्बोकेटाइन बन्छ नि यहाँ CH2 है यहाँ बन्नेवाला के भन यो बन्नेवाला डाइरेक्टली मानौँ यहाँ CH3Cl छ भने यो केसमा मानौँ मैले कार्बोकेटाइन बनाएँ भने के हुन्छ CH2+ हुन्छ यो वाला किन यहाँबाट एउटा इलेक्ट्रोन त लगेर जान्छ हो लगेर जान्छ भने कुन चार्ज आइहाल्छ यहाँ प्लस वाला अनि यहाँ CH2 बाट यहाँ एउटा 3 बाट CH2 भन्छ भनेपछि यो कार्बोकेटाइन जुन बन्छ नि यो एउटा मात्र भन्यो जुन अट्याक गर्नेवाला जुन हाम्रो के होला न्युक्लियोफाइल हुन्छ नि अरे भाइ यसमा त केही पनि छैन तँलाई म जुन रिएक्सन हुन्छ नि एकदम स्लो हुन्छ कि अट्याकै गर्न मन लाग्दैन किनभने यो एकदम सानो ग्रुप छ बल्की ग्रुप पनि भए पनि रिएक्सन स्लो भइदिन्छ के त्यही भएर जब रिएक्सन हेरियो एक्सपेरिमेन्टली गर्दा फर्स्ट डिग्री एल्काइल हाइड्राइडको रिएक्सन स्लो भयो कि फास्ट एकदम स्लो भयो अनि स्लो भयो भन्ने बित्तिकै के भयो यसको रिएक्टिभिटी के भयो हजुर सर यो 3 डिग्री अल्कोहल हाइड्राइडमा के माथिको अल्काइल हाइड्राइडमा हजुरले भन्नुभयो नि जति बेलासम्म यो इलेक्ट्रोनेगेटिभ रहन्छ नि त हाइड्रोजनहरू त्यति बेलासम्म त्यसले फ्रन्टबाट अट्याक गर्न पाउँदैन पछाडिबाट अट्याक गर्न पाउँछ भन्नु भएन यो चाहिँ हाम्रो यहाँ एक्सन यहाँ बस्यो भने जस्तै तिम्रो SN2 रिएक्सनमा के हुन्छ भने कार्बोकेटाइन बन्दैन के बन्दैन कार्बोकेटाइन बन्दैन अहिले चाहिँ के बनेको छ SN1 मा कार्बोकेटाइन यो कार्बोकेटाइन बन्ने बित्तिकै के हुन्छ भन यो एक्स जुन छ नि जुन अब हामी एक्वस के युज गरेर हुन्छौँ मानौँ NaOH होला या KOH होला यो एक्स माइनससँग को कम्बाइन भइहाल्छ यो प्लस वाला र यो के Na ले के बनाइहाल्छ NaX बनाइहाल्छ हो त्यो चाहिँ गयो अब कार्बोकेटाइन बन्ने बित्तिकै अब कार्बनमा प्लस आउने बित्तिकै अब यहाँ प्लस छ यो माइनस छ भने सिधै अट्याक कसको हुने भयो यहाँ जस्तै मानौँ SN2 मा त मैले के भने के बन्दैन भने सपोज कार्बोकेटाइन बन्दैन अनि त्यो केसमा के भइदिएको हो खासमा त्यो केसमा यो एक्स चाहिँ ट्रान्जिसन स्टेट भन्ने बन्छ एक्स नै रहन्छ यहाँ त्यो बेला के होला माइनस माइनस सेम चार्ज होला त अट्याक होला कि रिपेल होला रिपेल त्यही भएर किन यस्तो भएको भन्दा किन अट्याक गर्यो यसले फ्रन्टबाट भने बिकज प्रोडक्ट इज के भन कार्बोकेटाइन बनेको हुनाले अट्याक कहाँबाट भएको फरवर्डबाट अट्याक गर्नलाई धेरै ग्रुप भयो के सजिलै अट्याक गर्दैन त्यही भएर फ्रन्टबाटै गर्छ है ल
यो धेरै सम्झिन धेरै गाह्रो छ कि बुझ्न। यो केमिस्ट्रीमा के हुन्छ धेरै कुराहरू भने इमेजिनेसन तरिका, जस्तै अहिले जुन जति पनि म कुरा गरिरहेको छु यो हाम्रो प्र्याक्टिकल लाइफमा हुन्छ त हुँदैन नि त। यो प्र्याक्टिकल लागि तपाईँहरूलाई बुझ्नलाई सजिलोको लागि बनाउने हो। जस्तै तपाईँहरूले बुझ्नको लागि के बुझ्नुभयो भने जब रिएक्सन देखियो कुन डिग्री अल्काइल हेलाइडको बढी देखाएको थियो 3rd डिग्री अल्काइल हेलाइडको, त्यसपछि 3rd डिग्री धेरै छिटो रिएक्सन गरिरहेको थियो, त्यसपछि 2nd डिग्री, त्यसपछि 1st डिग्री। र यो बन्ने बेला के देख्यो भने बीचमा कार्बोक्याटाइन बनेको देखेको हुनाले यो एक्सेस चाहिँ पहिले नै निकालेर के बनाएको देखाएको यहाँ कार्बोक्याटाइन बनाएको देखाएको। अनि यो कार्बोक्याटाइन बनिसकेपछि मात्र कसको अट्याक देखाइरहेको छु म OH माइनस। भएर अट्याक पनि प्लस देख्ने बित्तिकै कसले अट्याक गरिहाल्छ माइनसले। त्यही भएर भन्ने बेला कुन साइडबाट अट्याक गर्यो भन्छ फ्रन्ट साइडबाट। मानौँ कार्बोक्याटाइन बनेन भने त हामी के भन्छौँ X माइनस भन्छौँ त, त्यति बेला नेगेटिभले के गर्यो रिपेल गर्यो। त्यो बेला मात्र कहाँबाट अट्याक हुन्छ त्यो बेला ब्याक साइडबाट, त्यो बेला ब्याक साइडबाट जब माइनस माइनस वाला होला दुईटा रिपेल होला त पछाडिबाट के गर्ला अट्याक गर्ला भन्छ। त हरेक चिज यहाँ के छ भने हल्का इमेजिनेसन पनि गर्नुपर्ने हुन्छ कि यो सबै एक्सपेरिमेन्ट गरेर आएको हुन्छ यो बन्यो त्यो बन्यो भनेर। त यति तपाईँले दुईटा कुरा चाहिँ दिमागमा राख्नु पर्यो कि एउटा भनेको SN1 रिएक्सनमा कुन डिग्री अल्काइल हेलाइड बढी रिएक्टिभ हुन्छ, एउटा तपाईको एक्जामको 3rd डिग्री अल्काइल एक कुरा। दोस्रो कुरा इन्टरमिडिएट प्रोडक्ट के बन्छ क्वेशन आउँछ कार्बोक्याटाइन अट्याक फ्रन्ट साइडबाट हुन्छ कि ब्याक साइडबाट अट्याक हुन्छ अट्याक हुन्छ। ओके अनि कुन डिग्री अल्काइल हेलाइड एकदम रिएक्टिभ हुन्छ भने 3rd डिग्री अल्काइल हेलाइड, त्यसपछि कुन डिग्री अल्काइल हुन्छ 2nd डिग्री, त्यसपछि कुन डिग्री हुन्छ 1st डिग्री। क्वेशन आएको थियो कि यो अघिल्लो साल यही क्वेशन आएको। त्यही भएर मैले SN1 भन्ने बित्तिकै तपाईको दिमागमा कुन डिग्री अल्काइल हेलाइड आउनु पर्यो 3rd डिग्री, त्यसपछि 2nd डिग्री, त्यसपछि 1st डिग्री। यसरी चाहिँ अर्डर याद हुनु पर्यो। अनि कसैले सोध्यो भने SN1 छ भने कुन अर्डर रिएक्सन हो भने 1st अर्डर रिएक्सन भन्नु पर्यो, किनभने रेट अफ रिएक्सन केमा डिपेन्ड भएको छ कन्सन्ट्रेसन अल्काइल हेलाइड। यसरी बुझ्ने हो कि एकदम फेरि धेरै बुझ्न थाल्यो भने डिपमा गयो भने फेरि बुझ्दैन के मेकानिक। त्यही भएर मैले यो 3टा कुरा तपाईको दिमागमा भने कुनै पनि क्वेशन चाहिँ गर्न सकिन्छ के दुई कुरा बुझ्यौ ल। यस सर ओके यति कुरा तिमीहरुको दिमागमा आयो भने मैले के भने 1st डिग्री अल्काइल हेलाइडको त रिएक्सन के हुन्छ एकदम स्लो देखियो भनेको जुन अट्याक गर्ने बेला छ त्यो बेला बन्न त बनेको होला तर के होला धेरै ढिलो बनेको होला। के बनेको होला धेरै ढिलो। जति बेला यो अट्याक गर्ने बेला जुन बनेको छ यो प्रोडक्ट बन्ला यो के हुन्छ धेरै के हुन्छ भन एकदम ढिलो बन्ने भएको हुनाले रिएक्सन के भन्छ स्लो हुन्छ भन्छ के। यो कुरा मेन हो के यो केसमा चाहिँ बुझ्यौ ल। त यो कुरा भनेको कुन रिएक्सन वालामा थियो भन SN रिएक्सन। यो फेरि टिचरहरुले पढाउँदैन है खासै स्कुलमा कलेजहरुमा अहिलेसम्म मैले 2-3 वटा ब्याच हेरिहाले यो खासै पढाउँदैन। उनीहरुले चाहिँ यो आउँछ फेरि MCQ हरुमा उनी यो इन्ट्रान्सको लागि धेरै इम्पोर्टेन्ट छ कि पछिको मेडिकलको लागि कोही इन्जिनियरिङको लागि त कम पर्छ जो मेडिकल पढ्छ नि त्यति बेला चाहिँ यो रिएक्टिभिटीको सोधिरा हुन्छ त्यति बेला चाहिन्छ। मैले चाहिँ नछोडम भनेर पढाउन नत्र म गाह्रो वाला छोड्न पनि सक्थे म तर तपाईको दिमागमा चाहिँ एक्जाममा बुकहरुमा भएको कन्टेन्ट सबै गराइदिम भनेर हो है ल। अर्को रिएक्सन हुन्छ के भन SN के भन SN2 सुन 2-3 कुरा मात्र तपाईहरु दिमागमा राख्नुस् के SN2 ल। मलाई एउटा कुरा भन्दियो त कसैले SN2 रिएक्सन भनेको कुन डिग्री कस्तो अर्डर अफ रिएक्सन हो भन 2nd डिग्री अर्डर अफ रिएक्सन इन्स्टल भइहाल्छ के। 2nd डिग्री भने एउटा कन्सन्ट्रेसन टर्ममा डिपेन्ड होला कि दुईटा कन्सन्ट्रेसन दुईवटा छ न्यूक्लियोफाइल र त्यसपछि एउटा रिएक्टिभ कन्सन्ट्रेसन अफ कसको अल्काइल हेलाइड होला अर्को के होला न्यूक्लियोफाइल आयो नि त यति आइडिया आयो नि हैन। अर्को आइडिया भनेको के भयो भने यसको इन्टरमिडिएट के बन्दैन अब कार्बोक्याटाइन बन्दैन। अर्को पनि आइडिया आयो तपाईलाई फ्रन्ट साइडबाट अट्याक हुँदैन अब हुन सक्छ ब्याक साइडबाट। ओके बस एकदम है अब नबोल अरूले पनि डिस्टर्ब मान्छ। मैले सोधेको बेला चाहिँ दियो अब चाहिँ म साइलेन्ट म अब म साइलेन्ट गरिहाले अब तपाईहरु ल म एकचोटी म्युट गर्छु अनि बीचमा सोध्छु ल खै कतै हो ल। ओके SN2 रिएक्सन है यहाँ ध्यान दियो। अब सबैले भनिसकेको छ पढिसकेको छ मैले जस्ट यति कुरा तिमीहरुले दिमागमा राख्दियो भने पनि एक्जाममा मिस्टेक हुँदैन कि SN1 र SN2 मा धेरै चाहिँ गाह्रो आउँदैन कि SN1। त्यही भएर SN1 र SN2 नछोडम भनेर मात्र हो अदरवाइज चाहिँ खासै कसैले पढाउँदैन है यो बडी जस्तो केसमा SN1 र SN2 हरु हल्का गाह्रो फिल हुन्छ स्टुडेन्टलाई भने छोड्दिन्छ तर गाह्रो भए पनि मैले चाहिँ पढाइदिन्छु किनभने त्यो कन्सेप्ट त चाहियो नि त हैन। कन्सेप्ट चाहियो जसलाई चाहिन्छ उले चाहिँ ग्रास्प गर्छ जसलाई चाहिदैन उलाई चाहिँ ग्रास्प गर्दैन। ल सुन SN2 रिएक्सन सुन SN2 रिएक्सन भनेको दिस रिएक्सन इज हेर दिस रिएक्सन इज म सबभन्दा पहिले लेख्छु दिस इज अ 2nd अर्डर रिएक्सन भन्छु के 2nd अर्डर रिएक्सन भन्छु। यसमा कसको रिएक्सन हुन्छ हेर त सबभन्दा पहिले यहाँ सुन म भन्छु है एकदम ध्यान दिएर यो भनेको अल्काइल हेलाइड मानम एउटा अल्काइल हेलाइड लिए मैले RX लिए यो अल्काइल हेलाइड लिए RX है। अब यहाँ सुन है यो जुन 2nd अर्डर रिएक्सन हुन्छ अल्काइल हेलाइड मानम मैले न्यूक्लियोफाइल सँग रिएक्सन पनि गराए है कुनै एउटा न्यूक्लियोफाइल थियो ल मानम एक्वस NaOH होला या एक्वस NaOH होला या एक्वस KOH होला जो पनि न्यूक्लियोफाइल हो मानम मैले रिएक्सन गराए ल एक्वस NaOH सँग रिएक्सन गराए बन्ने त ठीक छ प्रोडक्ट त अल्कोहल नै हो बन्ने त तपाईको के हो यो X लाई हटाएर कुनै जाने हो यो OH नै जाने हो यहाँ भनेको के नै बन्ने हो ROH प्लस NaX नै बन्ने हो है। अब यहाँ हेर यो भयो अब यो रिएक्सन 2nd अर्डर रिएक्सन हो भने यो रिएक्सनको जुन रेट अफ रिएक्सन हुन्छ हामी के लेख्छौं रेट अफ रिएक्सन इज डाइरेक्टली प्रोपोर्शनल टु। अब हेर यसमा पनि डिपेन्ड हुन्छ यो रेट अफ रिएक्सन एमा पनि डिपेन्ड यसले पनि फरक पार्छ रेट अफ रिएक्सनलाई। अब न्यूक्लियोफाइलले पनि फरक पार्छ के। अब दुईटैको केसमा चाहिँ कन्सन्ट्रेसन डिपेन्ड हुने भयो के। एउटा भनेको हेर यदि मैले अल्काइल हेलाइड ल्याछु भने RX पनि भयो। अब यो कुन डिग्री हो अहिले कुरा आउँछ कुन एकदम फास्ट हुन्छ त्यो मात्र युज गर्ने हो हामी कुन हुन्छ भन्ने कुरा। अर्को हेर एउटा RX लिए अर्को कसमा डिपेन्ड हुने भयो एउटा अल्काइल हेलाइडमा रिएक्टेन्टको अर्को भनेको NaOH मा डिपेन्ड हुने भयो यो रेट अफ रिएक्सन कति छिटो रिएक्सन हुन्छ भन्ने कुरा एउटा अल्काइल हेलाइडमा डिपेन्ड हुन्छ एउटा एक्वस NaOH बाट जुन OH माइनस न्यूक्लियोफाइल आउला
आउला त्यो न्युक्लियोफाइलमा डिपेन्ड हुन्छ, जुन OH माइनस आउला यो न्युक्लियोफाइल यसमा डिपेन्ड हुने भयो। त्यही भएर यसलाई सेकेन्ड अर्डर रियाक्सन भनेको हो। एउटा कुरा दिमागमा है, यति कुरा इन्स्टल गर। यदि तपाईहरु रेट अफ रियाक्सन यो प्रोपोर्सनालिटी साइन हटायो भने एउटा कन्स्टेन्ट आउँछ जसलाई हामी के भन्छौं, जसलाई रेट कन्स्टेन्ट भन्छ, एन्ड इट इज Rx र इन्टु के OH माइनस भन्छ। यो वाला ग्रुप चाहिँ रेट अफ रियाक्सन चाहिँ यो देखिन्छ है। ओके, अब यहाँ हेर, अब यहाँ ध्यान दियो, दिस इज अ सेकेन्ड अर्डर रियाक्सन भन्छौँ किनभने दुईटा कन्सन्ट्रेसन टर्ममा के छ डिपेन्ड छ। कतिवटा कन्सन्ट्रेसन टर्ममा छ रे, दुईवटा कन्सन्ट्रेसन टर्ममा के छ भन डिपेन्ड छ। यहाँसम्म कसैलाई डाउट छैन होला है, यहाँसम्म डाउट पनि हुनु भएन है, सकिन्छ नि यहाँसम्म। हेर त सबैले यहाँसम्म मेसेजमा लेख केही छ भने, फेरि बुझेन भन्ने हैन, यहाँबाट ट्याक्कै बुझेन भने भनिहाल, बरु मेसेजमा म हेरिहाल्छु। यहाँसम्म बुझ्यौ भने यस भन, फेरि कसैले भन्छ कि यहाँ बुझेन भनेपछि फेरि मैले हेर्नुपर्ने हुन्छ। ल भन कसैले यहाँसम्म केही प्रब्लम छ, यहाँसम्म केही छ भने भन ल पार्टिसिपेन्टहरु च्याटमा। यहाँसम्म प्रब्लम छ, नो प्रब्लम, ओके। यहाँसम्म गाह्रो भएन है, ओके। ल सुन, लर्निङ छ कि केमिस्ट्री बढी हल्का, अनि बुझ्नु पनि, अनि रट्ने हैन के तरिकाले रट्ने हो, बुझ्ने हो के केमिस्ट्री भने त्यो सबै एक्सपेरिमेन्ट हो नि त यो। ओके, अब यहाँ सुन त, दुईटा कन्सन्ट्रेसन टर्ममा भयो। ओके, अब यसको मिनिङ यो न्युक्लियोफाइलमा पनि डिपेन्ड हुँदो रहेछ र सबस्ट्रेटमा पनि डिपेन्ड हुँदो रहेछ। र एक्जाममा सोध्ने भनेको के हो भन्दा, जसरी SN1 रियाक्सनमा थर्ड डिग्री अल्काइल हैलाइड एकदम हाई रियाक्टिभ हुन्छ, SN2 रियाक्सन देखाउने बेला फर्स्ट डिग्री एल्काइलको रियाक्टिभिटी हाई हुन्छ के भनेको तपाईको यो जुन मानम यो जुन CH3Cl छ, यो हेर यो मिथाइल क्लोराइड, यो भनेको तपाईको फर्स्ट डिग्री एल्काइल हैलाइड हो के, फर्स्ट डिग्री अल्काइल हैलाइड हैन, यो वाला। यस्तो अरु पनि होला, यो फर्स्ट डिग्री एल्काइल हैलाइड छ भने यो धेरै रियाक्टिभ हुन्छ के। हेर है, म यहाँ देखाउँछु त्यसपछि क्वेशन लेख्छु कसरी भने। यहाँ सुन, यहाँ के हुन्छ सुन है, सबभन्दा पहिले के हुन्छ, C लेखे मैले, यो Cl लेखे है, यहाँ ध्यान दियो सबैले ध्यान दियो, Cl। अनि हेर यो H लेखे मैले, H लेखे, यहाँ पनि H लेख्दै छु, यहाँ पनि H लेख्दै छु। यो भनेको हेर है CH3Cl, त यो भनेको मिथाइल क्लोराइड भयो, यो भनेको मिथाइल क्लोराइड। यसको रियाक्सन एकदम फास्ट हुन्छ के, फर्स्ट डिग्री एल्काइल हैलाइडको, यहाँ मिथाइल क्लोराइड फर्स्ट डिग्री एल्काइल हैलाइड। अब यसमा के हुन्छ, अट्याक गर्यो। यहाँ हेर सबभन्दा पहिले के हुन्छ भन्दा, यहाँ ध्यान दियो है, एकदम ध्यान दियो, यो रियाक्सनमा के हुन्छ डाइरेक्टली ध्यान दियो है, एकदम यहाँ ध्यान दियो, यो रियाक्सनमा के हुन्छ भन्दा न्युक्लियोफाइल जुन हुन्छ नि, अब यहाँ हेर यो स्टेजमा बीचमा एउटा स्टेज भन्छ के जसमा न्युक्लियोफाइलले सिधै अट्याक गर्छ, कुनै कार्बोक्याटाइन बन्दैन। यहाँ सुन, यहाँ हेर एक्वस जुन हुन्छ नि, मानव मैले KOH युज गरेको छु, या माथि मैले मानव NaOH युज गरेको छु, त्यहाँबाट एक्वस NaOH बाट OH माइनस आउला, को आउला भन, OH माइनस आउला। अब मलाई भन, यदि कार्बोक्याटाइन बनेकै छैन भने, यो कार्बोक्याटाइन बनेकै छैन भने यो क्लोरिनमा त नेगेटिभ वाला चार्ज हुन्छ, यो हटेकै छैन सुरुमा त, अघि त यो हट्या थियो कि कार्बोक्याटाइन बन्ने बेला त यो लेख्न पाइदैन, त लेख्या पनि थिएन अघि, अहिले त यसमा छँदैछ यो नेगेटिभ वाला, यो पनि नेगेटिभ, त्यही भएर दुईटै नेगेटिभ भएको हुनाले सिधै यहाँ अट्याक हुँदैन के, यो OH माइनसले यसरी ब्याक साइडबाट अट्याक हान्छ यसरी। त्यही भएर H पनि त्यति खासै बल्की ग्रुप होइन, सानो सानो ग्रुप हो, त मजाले अट्याक हान्न सक्छ ब्याक साइडबाट। अब ब्याक साइडबाट अट्याक हान्यो भने कस्तो बन्छ हेर त, यहाँ हेर यो ब्याक साइडबाट अट्याक हान्यो भने यो H अगाडि जान्छ कि, यो H अगाडि जान्छ, O पछाडि आउँछ, किनभने यसरी लेख्नु पर्यो नि त, ब्याकबाट गर्दैछौ भने HO, त यहाँबाट OH यसरी जान्छ, HO आयो, यो हेर, अनि बीचमा यो वाला, र यहाँ C मैले यसरी H, यो वाला H तल तल यसरी देखाएँ, र यहाँ चाहिँ Cl माइनस छँदैछ, अहिले छँदैछ है, यहाँ छँदैछ। अब के हुन्छ भन, यो चाहिँ नेगेटिभ छँदैछ है हल्का, OH माइनस पनि केही हदसम्म नेगेटिभ होला, यो स्टेटलाई भन्छ ट्रान्जिसन स्टेट के, यसरी ब्याक साइडबाट अट्याक बनेर बीचमा एकदम सानो स्टेज भन्छ ट्रान्जिसन स्टेट। यही क्वेसन इन्ट्रान्समा सोधेको थियो कि SN2 रियाक्सनमा केमा भन, SN2 रियाक्सनमा के बन्छ बीचमा भन्यो भने ट्रान्जिसन स्टेट भन्छ, के भन्छ भन, ट्रान्जिसन स्टेट भन्छ भन्ने। ट्रान्जिसन स्टेट भनेको ट्याक्कै बीचमा बनेको स्टेज, माथिको केसमा कार्बोक्याटाइन बनेको थियो, यो केसमा जुन बीचमा बन्ने स्टेज छ त्यसलाई एउटा नाम दियो जुन एकदम छोटो समयको लागि बस्छ, त्यसलाई भन्छ ट्रान्जिसन स्टेज हुन्छ, के भन्छ भन, ट्रान्जिसन। अब के हुन्छ भने अट्याक गर्छ OH माइनसले ब्याकवार्डबाट, यसले ब्याकवार्डबाट अट्याक गर्ने बेला यो क्लोरिन निस्किन्छ फरवार्डबाट के, त्यही भएर यहाँ देखाउने बेला मैले यहाँ देखाइरहेको छु। अब बिस्तारै के भइरहेको हुन्छ भने यो क्लोरिन पनि फरवार्डबाट निस्किरहेको हुन्छ, भनेको पहिलो अट्याक हुन्छ ब्याक साइडबाट, OH माइनसले गर्छ, क्लोरिन निस्किन्छ फरवार्डबाट, र अन्तिममा के देखिन्छ हेर कस्तो स्टेज देखिन्छ, यहाँ HO भइहाल्यो, फाइनली यो ट्रान्जिसन स्टेट बिस्तारै हट्दै जान्छ र प्रोडक्ट बन्दै जान्छ फाइनल वाला, यसरी CH, यता पनि H, यो पनि H, र बनेको यो जुन Cl माइनस छ नि, यसरी यो Cl माइनस के भइहाल्छ, यहाँबाट निस्किन्छ के, यहाँबाट सिधै Cl माइनस निस्किन्छ है, यहाँबाट के हुन्छ सिधै Cl माइनस निस्किन्छ। ओके, यो जुन केस देख्दै हुनुहुन्छ यो केस यहाँबाट Cl माइनस, अब यो कुन डिग्री बन्यो त, यो भनेको त CH3OH हैन र, यो भनेको HO CH3OH, यसलाई भन्छ अल्कोहल, बन्ने बेला त के बन्यो, मिथाइल अल्कोहल बनेको त, के अल्कोहल बनेको त, मिथाइल अल्कोहल बनेको त। यस, त्यही भएर यो डिग्री जुन SN1 SN2 रियाक्सन छ सबभन्दा बढी फर्स्ट डिग्री अल्काइल हैलाइडमा हुने भएको हुनाले एक्जाममा सोध्छ, मैले यहाँ लेखेँ ल क्वेसन लेखेँ, जुन तपाईको इन्ट्रान्स तपाईको MCQ मा सोध्छ 12 मा, दैट इज रिएक्टिभिटी अफ SN2 भनिरहेको छु। अब म SN2 रियाक्सन टुवार्ड्स रिएक्टिभिटी अफ SN2 रियाक्सन टुवार्ड्स है, र जस्तै यहाँ क्वेसनमा डाइरेक्टली एउटा कुरा याद गर, जस्तै अर्डर अफ रिएक्टिभिटी अफ अल्काइल हैलाइड टुवार्ड्स भनेको छ, यहाँ पनि सेम प्याटर्नमा लेख्यो भने बुझ्छौ भने त्यही लेखिदिन्छु म, लेख अर्डर भनेर त्यही रिपिट गरिदिउँ सजिलो हुन्छ तपाईहरुलाई, अर्डर अफ यसरी लेखिदिन्छु, अर्डर अफ रिएक्टिभिटी अफ अल्काइल हैलाइड टुवार्ड्स SN2 रियाक्सन। SN2 मा रियाक्सन जुन चल्छ नि सेकेन्ड अर्डर रियाक्सनमा, यसमा फर्स्ट डिग्री एल्काइल हैलाइड धेरै रिएक्टिभ हुन्छ के, त्यही भएर अर्डरमा लेख्यो भने सेकेन्ड डिग्री, त्यसपछि फर्स्ट डिग्री, त्यसपछि
थर्ड डिग्री अप्सन बी मा यसरी क्वेशन आउँछ फर्स्ट डिग्री सेकेन्ड डिग्री कसले धेरै छिटो रियाक्सन गर्छ अप्सन सी मा भन्छ त्यस्तै गरेर मानम सेकेन्ड डिग्री फर्स्ट डिग्री अनि थर्ड डिग्री अप्सन डी मा अल अफ एबभ यो कुरा सोध्छ त्यही भएर यति कुरा चाहिँ तपाईहरुलाई चाहिँ मेन भनेको आउनु पर्ने हो है ल सुन एकैचोटी मैले माइक खोल्छु अनि एउटा सानो कुरा पनि भनिदिन्छु सबै कुराहरु ल सुन माइक म्युट गरे ल अन गर्छु ल एकजनाले के भन्दै हुनुहुन्छ भने ब्याक साइडबाट कसरी अट्याक गर्यो मैले त्यो 20 चोटी भनिसके कसरी भन्दा यहाँ सुन त ब्याक साइडबाट किन अट्याक गर्यो भने क्लोरिन निस्केको छ अब एकदम ध्यान दिएर सुन है क्लोरिन अहिले निस्केको कि पहिले यहाँ सुन त यो सीएल मा पनि माइनस वाला चार्ज छ ओएच माइनस पनि माइनस दुईटै माइनस माइनसलाई यसरी अट्याक गर्यो भने एट्र्याक्सन हुन्छ होला कि रिपल्सन हुन्छ होला सिधै अट्याक गर्यो भने रिपल्सन हो यसलाई यता फाल्छ यसलाई यता फाल्छ भनेको जानै पाउँदैन त अट्याक कहाँबाट गर्नु पर्यो त यसरी पछाडीबाट सिधै त गर्न पाउँदैन त्यही भएर ब्याकवार्डबाट त यो ब्याकवार्डबाट भन्दा यो बीचमा कुन स्टेप बन्यो यो कुनै कार्बोकेटाइन वाला स्टेप हैन यो स्टेटलाई के भन्छ बीचमा बन्ने स्टेटलाई यहाँ ट्रान्जिसन स्टेट भन्छ के भन्छ ट्रान्जिसन स्टेट त्यही भएर SN2 रिएक्सनमा कुन स्टेट भन्छ भने हो ट्रान्जिसन स्टेट कुन डिग्री अल्काइल हैलाइड सबभन्दा हाई रिएक्टिभ हुन्छ यसमा फर्स्ट डिग्री अल्काइल हैलाइड त्यही भएर रिएक्टिभिटी अफ अल्काइल हैलाइड टुवर्ड्स SN2 रिएक्सन भनेर लेख्यो भने कुन आन्सर हुन्छ भने हो मैले क्वेशन नम्बर अप्सन नम्बर बी यदि यो अप्सनमा अझै राम्रोसँग मिथाइल वाला आयो भने यो मिथाइल अझ बढी यो वाला मिथाइल क्लोराइड यो फर्स्ट डिग्री अरु पनि हुन सक्छ नि त हैन मिथाइल भनेको सबभन्दा सानो कार्बन हुन्छ जति सानो कार्बन यहाँ यो अझ बढी रिएक्टिभ हुन्छ त्यही भएर मैले एक्जाम्पलमा त्यो रिएक्टिभ जुन छ त्यो देखाएको त्यसपछि मात्र कुन डिग्री अल्काइल यो मिथाइल क्लोराइड पछि पनि अरु फर्स्ट डिग्री अल्काइल हैलाइड होला त्यसपछि को होला त्यसपछि सेकेन्ड डिग्री त्यसपछि को त्यसपछि सेकेन्ड डिग्री त्यसपछि को थर्ड डिग्री यो भन्यो है त्यही भएर SN1 मा चाहिँ कुन डिग्री अल्काइल हैलाइड रिएक्टिभ हुन्छ त्यो दिमागमा हुनु पर्यो थर्ड डिग्री SN2 मा चाहिँ कुन रिएक्टिभ हुन्छ फर्स्ट डिग्री अनि यो जुन SN2 रिएक्सनमा छ मलाई एउटा कुरा बताऊ यहाँ पनि तपाईलाई यो चाहिँ तपाईहरुको बुकमा एकदम कम छ बट पछिको लागि पनि चाहिन्छ मैले भन्दै यसरी ब्याक साइडबाट अट्याक गर्ने बेला कन्फिगरेसन सुल्टो भएको छ कि उल्टो जानुपर्ने ओएस थियो गयो कसरी एचओ भनेको यो जुन स्ट्रक्चर छ यो के भयो ट्याक्कै उल्टो भयो उल्टो हो यसरी चाहिँ यहाँ सुन यसरी कम्प्लिटली न्यूक्लियोफाइलले पछाडीबाट अट्याक गर्दा जुन हाम्रो प्रोडक्ट हुन्छ त्यो कस्तो बन्छ कन्फिगरेसन इन्भर्जन कन्फिगरेसन बन्छ र यो वेल्डन भन्ने साइन्टिस्टले पत्ता लगाएको हुनाले यसलाई वेल्डन इन्भर्जन भन्छ के भन्छ वेल्डन इन्भर्जन त्यही भएर एक्जाममा तपाईलाई सोध्यो भने यो इन्भर्जन फेनोमेनन कुन रिएक्सनमा हुन्छ भने के भन्ने SN2 रिएक्सनमा हुन्छ केमा भन SN2 मा हामी 2 पढिरहेको छौं 2 मा है यति कुराहरु तिमीहरुको दिमागमा हुनुपर्छ म सर रिभिजन गर्दिन्छु ल सुन धेरै चाहिँ दिमागमा मैले भने तिमीहरु नभन म भन्दै जान्छु SN1 रिएक्सन तिमीहरु एउटै भाषामा दिस इज अ फर्स्ट अर्डर रिएक्सन 1 कतिवटा कन्सन्ट्रेसन टर्ममा डिपेन्ड हुन्छ एउटामा त्यो पनि केमा अल्काइल हैलाइडमा अनि अल्काइल हैलाइडमा पनि कुन डिग्री अल्काइल हैलाइडले फास्ट रिएक्सन देखाउँछ थर्ड डिग्री त्यसपछि सेकेन्ड डिग्री त्यसपछि फर्स्ट डिग्री बीचमा को भन्छ इन्टरमिडिएटमा कार्बोकेटाइन अट्याक कहाँबाट हुन्छ अट्याक फरवर्डबाट हो ल बस यति तिमीहरुको दिमागमा अनि फर्स्ट अर्डर अनि सेकेन्ड SN2 मा ठिक्क उल्टो फर्स्ट अर्डर नभएर के सेकेन्ड अर्डर अनि अल्काइल केमा डिपेन्ड हुन्छ दुईटैमा अल्काइल हैलाइडमा पनि हुन सक्छ अनि अल्काइल रिएक्सन को धेरै हाइली रिएक्टिभ हुन्छ फर्स्ट डिग्रीमा फर्स्ट डिग्री होला SN2 मा त्यसपछि सेकेन्ड डिग्री त्यसपछि थर्ड डिग्री इन्टरमिडिएट के भन्छ बीचमा ट्रान्जिसन स्टेट भन्छ अनि अट्याक कहाँबाट हुन्छ अट्याक ब्याक साइडबाट अट्याक हुन्छ क्लोराइड या हैलाइड कहाँबाट निस्किन्छ फरवर्डबाट यो चाहिँ अट्याक हुँदा अट्याक कहाँबाट भइराछ OH माइनस ब्याकवर्डबाट यो निस्किन्छ क्लोरिन कहाँबाट फरवर्डबाट यसरी अनि यसरी चाहिँ रिएक्सनमा बुझ्यौ नि यही त हो नि बस हजुर यो के भन्छ यो यता यो कार्बनहरु के चेन्ज हुने बेला त इलेक्ट्रोनेगेटिभिटी अनि पोजिटिभिटी कुरा छ नि त यो रिएक्सनमा अनि यो डिग्रीले चाहिँ कसरी रिएक्टिभिटी धेरै देखायो हजुर यो इलेक्ट्रोनेगेटिभिटी भएर यताउता भयो नि त अनि यो डिग्रीले चाहिँ यो वाला भनेको यो वाला हैन रिएक्टिभिटी चाहिँ डिग्रीले कसरी डिटरमाइन भयो यस्तो हुन्छ सुन यो डिग्री यो कुराहरु जस्तो तिम्रो यहाँ सुन फर्स्ट डिग्री अल्काइल हैलाइड सेकेन्ड डिग्री अल्काइल हैलाइड थर्ड डिग्री अल्काइल हैलाइड जब एक्सपेरिमेन्ट चाहिँ के लिएर गरियो मिथाइल क्लोराइड कि हाम्रो थर्ड डिग्री मिथाइल लियो यो रिएक्सनमा SN2 रिएक्सन हुने बेला जब न्यूक्लियोफाइलसँग चल्यो बीचमा यदि मानौं कार्बोकेटाइन बनेन भने ट्रान्जिसन बन्यो भने बुझ्नु पर्यो कि त्यसले के भन्यो कुन रिएक्सन चलिरहेछ SN1 कि SN2 अनि SN2 मा कार्बोकेटाइन बनेन भने मलाई भन त यो हाइड्रोजन जुन छ यसले त R जति इफेक्ट गर्ला कि नगर्ला R ले त आउन दिदैन किन बल्की ग्रुप हो R त के हो भन बल्की ग्रुप हल्का जे भए पनि हेभी हुन्छ किनभने CH3 होला के होला मोलिकुलर वेट हाई होला त अट्याक गर्ने बेला रोक्ला कि नरोक्ला त्यो बेला त रोक्छ त अहिलेको लागि त OH माइनस छ भने त यहाँ H छ भने त इलेक्ट्रो पोजिटिभ H छ भने त अट्याक गर्न सजिलो भयो कि गाह्रो भयो सजिलो छ नि त हाइड्रोजन त त्यो त्यही भएर त्यसलाई चाहिँ बडी प्रायोरिटी दिएको हो कि कुन ग्रुप टाँसेको छ फर्स्ट SN2 रिएक्सनमा ट्रान्जिसन बन्ने बेला H भनेको लोअर वाला जसको मोलिकुलर वेट छदै छैन त्यस्तो हल्का ग्रुपहरु युज भएको छ त्यही भएर अट्याक कहाँबाट हुन्छ ब्याकवर्डबाट र SN1 मा के हुन्छ बल्की ग्रुपहरु कहाँ छ यो साइडमा छ त्यही भएर अट्याक हुने बेला कहाँबाट हुन्छ फरवर्डबाट त्यही भएर यो SN1 मा थर्ड डिग्रीको युज गरेको हो SN2 मा
फर्स्ट डिग्रीको युज गरेको ठीक छ ल यो जम्मै कुरा बुझ्न थाल्यो भने यस्तो हुन्छ के त्यो रिएक्सन मेकानिजममा दिमाग लगाउन खोज्यो भने चाहिँ फेरि तिम्रो चाहिँ सोच अलग अलग जान्छ कि एउटै फ्याक्टर हुँदैन नि त धेरै फ्याक्टरले डिसाइड गर्छ के प्र्याक्टिकलबाट आएको नि त यो एक्सपेरिमेन्ट गरेर हामीले त त्यो जस्ट त्यसलाई एक्सप्लेन मात्र गरेको खासमा है बुझ्नलाई तिम्रो दिमागमा यति याद गर तिमीहरूको अहिलेको बेसिक लेभलमा यति याद गर कि कुन रिएक्टिभ हुन्छ हाइली भन्यो भने के भन्यो SN1 मा थर्ड डिग्री भन्ने SN2 मा फर्स्ट डिग्री बस त्यसले बडी रिएक्सन देखाउँछ भन्ने अनि हजुर SN1 मा थर्ड डिग्री सेकेन्ड डिग्री फर्स्ट डिग्री SN2 मा फर्स्ट डिग्री सेकेन्ड डिग्री थर्ड डिग्री ओके सो यति कुराहरू गरिसकेपछि यो खासै पढाउँदैन है यो MCQ को लागि भनेर मैले पढाएको खासमा सेकेन्ड डिग्री चाहिँ भर्सटाइल हुन्छ हजुर सेकेन्ड डिग्री चाहिँ भर्सटाइल हुन्छ यो उल्टो हुन्छ रिभर्स हुन सक्छ किन इन्भर्जन किनभने कन्फिगरेसन के हुन्छ पछाडीबाट अट्याक भएको छ भने कन्फिगरेसन के हुन सक्छ उल्टो हुन सक्छ नि त त्यही भएर इन्भर्जन भनेको है ल ओके ल सुन अब ध्यान दियो अर्को टाइपमा यो चाहिँ हाम्रो टाइप्समा यो हल्का मेकानिजम वाला थियो त्यही भएर गाह्रो अरु त तिमीहरूलाई त्यति गाह्रो लाग्दैन यो चाहिँ मेकानिजममा लागेको अरु केस अब अर्को कुरामा जाउँ हामी अल्काइल हैलाइडको रिएक्सनमा जाउँ अहिलेसम्म टाइप्स अफ रिएक्सन पढ्यौं अब लेख रिएक्सन्स अफ के भन रिएक्सन अफ यति त आइडिया भइसक्यो तिमीहरूलाई कि अल्काइल हैलाइडले कुन रिएक्सन देखाउँछ त्यो त आइडिया भइसक्यो न्यूक्लियोफिलिक सब्स्टिट्युसन ल 9 बजिसक्यो रहेछ है ल त्यसो भए अब अझ तपाईको म्याथ क्लास छ कि के छ फिजिक्स क्लास होला फेरि हैन एल्काइल हैलाइड एकछिन यता सुन्नु न सर हजुर भन्नु न त्यसपछि त्यो भोलोमेट्रिक एनालाइसिस स्टार्ट गर्दिनु न ल हुन्छ बिस्तारै दुईटै मिलाएर गरिदिन्छु अर्ग्यानिक त्यसपछि भोलोमेट्रिक सँगसँगै मिलाएर गरौँला है ल ओके थ्यांक यू सबैलाई गुड नाइट सबैलाई ल गुड नाइट सर